काफलको रूपमा जानु भाइ एक्लै छु रमाइलो एक्लै गर्ने हो एकदमै रातो छैन होइन धेरै नै पाकेको छैन एउटा सो भइहाल्यो थम्बनेलको लागि In the realm of the electronic beat. हेलो गाइज दिस एनसी ब्लगर म चाहिँ अहिले मेरै गाउँमा छु पछाडि मेरो गाउँ छ म चाहिँ एउटा छोटो मिठो ब्लग बनाऊ भनेर सोचिरहेको छु होइन आफ्नो गाउँमा यता माथि काफल सापल लालीगुराँस चाहिँ फुल्याएको छ म त्यहाँसम्म जान्छु त्यस पाहाड भनेपछि रमाइलो छ यता गाउँ छ हरियाली छ यता हाम्रो भागेश्वर मन्दिर छ होइन यहाँ पछाडि एकदम रमाइलो छ कि पाहाड भनेपछि रमाइलो हावापानीको लागि त एकदम बेस्ट ठाउँ हो नि त यो चाहिँ डडेलधुरा जिल्ला होइन माथि हाम्रो काफल पाकेको छ उता त्यो ठुलो रुख त्यसमा काफल पाकेको छैन अलिअलि पाकेको छ क्या त्यो चाहिँ खान्छ यदि अनि माथि चाहिँ हाम्रो लालीगुराँस नि फुल्याएको छ होइन लालीगुराँस भन्ने चाहिँ राष्ट्रिय फुल माथि गएर रमाइलो गरौँ भने हो एक्लै छु रमाइलो एक्लै गर्ने हो काफल खाइन्छ अलिअलि धेरै त पाकेको छैन होला म चाहिँ माथि लाग्यो अलि माथि घरभन्दा अलि माथि म चाहिँ अहिले माथि चढ्ला छु होइन उता उता लालीगुराँस फुल्याएर ढकमक्क त्यहाँसम्म पुग्यो अनि काफलको रुख चाहिँ यहाँनिर रहेछ देख्न लाग्यो नि यही ठुलो रुख हो एउटा लालीगुराँस यता नि छ यता अलि बाटो ओसिलो छ नजाऊ त्यता माथि जाउँ यो चाहिँ बाघको पोटी होइन यता बाघ साग नि हुन्छ म चाहिँ यता पुगिसकेँ होइन यता लालीगुराँस फुल्याएर रहेछ नजिकै छ टिप्न नि पाए एउटा टिप्यो नि त धेरै टिपेर के गर्ने सो मेरो हातमा आइसक्यो लालीगुराँस एकदम राम्रो छ होइन नेपालमा 32 प्रकारका लालीगुराँस पाइन्छन् यो पनि तीमध्ये एक होला होइन धेरै चाहिँ टिपिनु मैले खालि किन टिप्ने होइन एउटा सो भइहाल्यो थम्बनेलको लागि म चाहिँ अब यता काफलको रुखनिर पुग्छ होइन यो काफलको रुख आएर यति अग्लो छ यसमा चढेर धेरै चाहिँ पाकेको छैन अलिअलि पाकेको छ क्या काफल चाहिँ खासै पाकेको छैन होइन हरियै छ हरियै छ यताको चाहिँ रातो रातो अलिअलि पाकेको छैन यता अलिअलि चाहिँ यो हाँगमा पाकेको छैन अब लम्बु भएपछि त भुइँबाटै चुन्नु पऱ्यो होइन हालिन्छ रुखमै चढ्ला पर्ला जस्तो छ खासै पाकेको छैन गाइस अलिअलि पाकेको छ यो चाहिँ किरमडा भन्ने होइन यो चाहिँ भर्खर फुल्ला छ यो चाहिँ लगभग भदौसम्म पाक्छ कि अलि ढिलै पाक्छ यता फेरि लालीगुराँस छ यो चाहिँ हाम्रो ऐसेल हो यो चाहिँ यहाँ छैन यो किरमडा भइहाल्यो होइन यता आछ ऐसेलको पाक्न बाँकी छ ऐसेलो अनि यो नि छ होइन हाम्रो यो नि खान्छन् होइन काला काला दाना हुन्छ पाकेपछि यसलाई मसलाइन भन्छ यता नि पाकेको छैन काफलमा यता पुगिदिए खालि त्यही ठुलो रुखमा फर्किनु पर्यो क्या सो म फेरि फर्केर यही काफलमा आएर होइन काफलको रुखमा जानु भाइ
पाएको छ। खासै टेस्ट छैन होइन। पाक्नु चाहिँ अझ लाग्ने हो टाइम। त्यही म त गइहाल्ने हो धनगढीतिर, त्यही भएर टेस्ट त गर्नु पऱ्यो। माथि नै उक्लिनु पऱ्यो। ब्लगिङ प्लस चढ्नु गाह्रो। एकदम टपमा पुगिहाल्यो। तल छ म चाहिँ यति माथि आइसकेँ। लगभग अझ माथि छ यार रुख त। काफल चाहिँ अलिअलि पाएको छ, त्यही खाऊ। 10-12 दिनपछि र राम्रोसँग पाक्छ होला। यता चाहिँ पाकेको छ होइन। सो मैले चाहिँ अलिअलि जम्मा गरेँ होइन। यो चाहिँ एकदमै रातो छैन होइन, धेरै नै पाकेको छैन, अलिअलि पाकेको छ। यहीको टेस्ट गरौँ। खासै मिठो भएन, चुक्लो चुक्लो मजा आयो। यति टपमा छ, उतादेखि लिएर यो सब हाम्रो गाउँ हो। सो म चाहिँ यता अड्किएँ गाइस। यताको काफल खाऊ भने यहाँदेखि निस्किने गाह्रो हो। अलि माथि जानु पर्यो अनि मात्र निस्किने। भाइ हो भाइ, इसमें अटक गया। सो म चाहिँ घरभित्र आइसकेँ। एकदम काफल साफल खाएर मजा आयो माथि घुमेर। अहिले चाहिँ एकदम थकाइ लाग्यो त्यत्रो रुख चढेर। सो यहाँहरूलाई ब्लग चाहिँ राम्रो लाग्यो होला। म चाहिँ अब अर्को ब्लग लिएर आउनेछ। त्यति बेलासम्मको लागि बाई बाई। सब्सक्राइब र लाइक गर्न नभुल्नु होला। बाई।